उनी उलन ठोया खा राम चाले इनको उलन ठोया हाँ स्वीटा खाना उनी उलन ठो दिया पर ठुके गन्जे गने आज हामी तारकेश्वरको यात्रापछि धौलेश्वर तर्फ लागिरहेका छौं। धौलेश्वर तारकेश्वर भन्दा पनि करिब 1 घण्टा माथि पर्छ। कावा थाना थिएन ल तर कावा थाना वेउ गल्न ठुके 4 खुट्टा टेकेर उहिले हामीले स्कुलमा पढेका थियौं घनघसियाको उकालो सम्भवतः घनघसियाको उकालो यस्तै हुनुपर्छ। बाटो छैन तर पनि जानु नै पर्छ। यही हो जिन्दगीको यात्रा हो। थाना उनी बाबा वाह रामच्यो लागेल भएन लन्जो महला हो यही हो सर बाटो देखेंगे जितने उनका बा सर से माथि गएपछि राम्रो भेटिन्छ। बिचेवल के कुन चाहिँ मैदान वापस पनि वा बिस्तारै यहाँबाट होला यता रहेछ बाटो। यो मान्छेहरू स्याउला काट्न आउँछ अरे के आज हामी तारकेश्वरबाट पनि माथि धौलेश्वरको यात्रामा छौं। भाइको लाठी बोक्नु पर्ने छ। यो चाहिँ हो शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र रहेको तारकेश्वर धामभन्दा नि माथि। हामी धौलेश्वर तर्फ लागिरहेका छौं। बाटो अट्टापट्टा छैन। एकचोटि पुगिसकेको ठाउँ हो। अहिले हामीलाई बाटो हिँड्न यो स्याउला टिङ्गरको बाटो यस्तै हो। कहिले बन्द हुन्छ कहिले खुल्छ। यहाँ सुन्नु नगर्नु हो। यो स्याउला पटकर बाटो हुँदै हामी पुग्छौं धौलेश्वर। धौलेश्वर पुग्न त्यति सजिलो चाहिँ छैन। बिस्तारै जोखिम मोल्दै हिँडौँ है। जुत्ता कस्तो छ चिप्लो छ। बल्ल हामीले बाटो एउटा भेट्यौं। मूल बाटो हो कि सहायक बाटो हो कि कुन बाटो हो ल जाउँ। ए काग बाटो कहाँ छ? ल है स्याउलाको भारी गिरावटले राजमार्ग अवरुद्ध। यही हो आजको मूल हेडलाइन। यहाँको मन्दिर पनि भत्किसक्यो कि
ल यहाँको मूल बाटो यही हो, तर बाटो स्याउलाको भारी वर्षाले अवरुद्ध त छैन, बाटो सबै पुरेको छ। आउनुहोस् आउनुहोस्, बिस्तारै आउनुहोस्। धौलेश्वरको बाटो तारकेश्वरको यात्रा, धौलेश्वरको व्यापार। आज हामी तारकेश्वरपछि, तारकेश्वरभन्दा करिब 1 घन्टा यस्तै बाटो भएर पुगिने धौलेश्वर मन्दिरतर्फ लागिरहेका छौँ। सम्भवतः थोरै मात्र आइपुग्छ धौलेश्वर, तारकेश्वर आइपुगेर पनि, किनकि यहाँ बाटोको नामो निशान छैन। धौलेश्वर मन्दिर माथि छ भन्ने कुनै सूचना समेत छैन। जङ्गलको बाटो। हामी थिन्चो जाँदा पनि यस्तै जङ्गलको बाटोमा हराएका थियौँ। हराएको होइन, जङ्गलको बाटो गएका थियौँ, तर अन्तमा गन्तव्य पुगिहाल्यौँ। आज पनि हामीलाई शङ्का छ यो बाटो कहाँ पुग्छ, तर पनि जाँदैछौँ। एकचोटि गइसकेको स्थान हो धौलेश्वर। धौलेश्वरमा तारकेश्वरमा जस्तै मन्दिर रहेको छ। र दाइ आउनुहोस् है, आउनुहोस्, बिस्तारी आए पुगिन्छ। हतार गरे भन्न सकिन्न, यो ट्राफिक नियम यहाँ पनि लागु हुन्छ। बिस्तारै जाउँ, अवश्य पुगिन्छ। त्यो यहाँबाट पुगेपछि आइपुग्ने मैदान नै हो धौलेश्वर। यहाँ स्थानीयहरूको भनाइअनुसार यस स्थानमा उहाँहरू स्याउला र वन जङ्गलका लागि आउनुहुन्छ। हामी चाहिँ पदयात्राको मजा लिन। ल हेर्नुहोस् बाटो, नेचुरल हाइकिङ भएको ग्रुपमा हो। थोला गठेट आया जो न आछि गन थेने हो ओके यहाँ जङ्गले गुलिउन मारे होला म सो मखला उनी उठाए ख यो डाँडाको फेदीमा रहेछ। माथि मैदानमा पुगेपछि हामी धौलेश्वर पुग्छौँ। नआत्तिनु होला, नमात्तिनु होला, बाटो यही हो। म गएको छु एकचोटि पट प्रदर्शक। दाइ हामी धौलेश्वर पुग्नै लाग्यौँ है, अब केही समयपछि। पदयात्राको अब त आइपुग्यो कि हामी नागार्जुन शिवपुरी राष्ट्रिय निकुञ्जको पनि सिमाना नागेर आइसक्यौँ। तल पर्खाल हामीले छिचोलिसक्यौँ।
ए धौलेश्वर छिटो दर्शन पाउन है र धौलेश्वरको पहरा छिचोल्दैछौँ। सम्भवतः हामी काली बाबा हुँदाखेरि नै आएको हौँ यहाँ, तर अहिले काली बाबाको समाधि भइसकेको छ र नयाँ बाबा, यहाँ अर्को एउटा नयाँ बाबा पनि हामी देखिरहेका छौँ। दारीवाल बाबा, ओ दारीवाल बाबा, जाउँ जाउँ जाउँ। पुग्यो हो कि क्या हो, यस्तै बाह्र छ यहाँ मैदान जुन आउँछ त्यही हो। त्यो डाँडा हुनुपर्छ के, कस्तो मैदानमा पुगेको हामी। खेल्न भला बाटो छ नि होइन त्यहाँ? डोजर? यो जङ्गली डोजर हो कि बनेल भनेको? जम 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 हामी आइसक्यौँ। यहाँ हामी सर्टकट बाटो हिँडेको भएर, त्यो ठाडो पहाड चढेर भएर यहाँ हिँड्ने बाटो अर्कै छ। यो बाटो कहाँ जाने हो, तारकेश्वर माथि धौलेश्वर जाने हो। जाउँ म पनि जान्छु, जाउँ म पनि जान्छु। कुन कहाँको बाटो? ए धेनासँग यो पनि यस्तै हो, यहाँ मान्छे आउँदैन नि। हिँड्ने भन्दा नि अब फर्किने कसरी, यो बाटो फर्किने कसरी भन्ने गयो। ठाडो भिड गएछ। ल अब यो टुप्पोमा पुगेपछि हामी धौलेश्वर पुग्छौँ। हो त्यो मजै त्यही त त्यसको। मोटरसाइकल स्टार्ट बन्द भएर तनाव बनाइदिएको थियो। कहिले? लतरमेश्वर। कहाँ लतरमेश्वरको? बेठान चोक भन। बेठान चोक। कस्तो अचम्म भयो, हावा चलेको छैन, रुखको सिर सिटी बनाउने। त्यो तल हावा नचल्यो नि, टुप्पामा त चलिरहन्छ नि। सबै हामी चल्नु पर्यो नि, कोही हामी मात्र चल्नु भनेपछि डर लाग्यो त्यसमा। डर लाग्यो नि, म एक्लै यसको बाइकले तानेन, यो चाहिँ पछाडि धेरै पछाडि थियो। म चाहिँ पुगेको त्यहाँ देउरालीमा बतास चल्यो। अविरल झ्याउँकिरीको आवाज सँगै रहेको धौलेश्वर मन्दिर। 9869 25 12 27 पुग्छौँ कलामेस्याङ लोनी छेसँग। ल अब यहाँ हामी खाने व्यवस्था, यो एकदम नेचुरल डाइनिङ टेबल हेर्नुहोस्। तपाईँले यस्तो बनाउन सक्नुहुन्न नि, यो यस्तो मजाको डाइनिङ टेबल, चट्ट बसेर खाने, चियर्स गर्ने हैन। ल फोन वाला
अहिले हामी फेरि फुल टावर देखा धौलेश्वरको प्राकृतिक डाइनिङ टेबलमा बिहानीको नास्ता खाने तयारीमा छौँ। सम्भवतः थोरै मात्र आउने स्थान हो तारकेश्वर भन्दा नि माथिको धौलेश्वर। ल खाइलिउँ अब एक पिस। जङ्गलमा आएर केरा खाँदा कस्तो स्वाद हुन्छ बेला। मिठो कि भोजन मिठो होइन नि। रामचाले फोन उठाएन। अब केरा खाउँ अनि तागत आइहाल्छ होइन। अनि जे पर्छ तारकेश्वर भन्दा नि माथि यहाँ हेर्नुहोस् प्राकृतिक डाइनिङ टेबल विथ चेयर बसेर खानुको मजा बेग्लै। ल भोक मिठो कि भोजन मिठो के मिठो यहाँ ल है कस्तो राम्रो छाना जस्तो के यो फुटबल मैदान जस्तै हो ठाउँ। मैले अरू त सम्झेको थिएँ नि माथि एउटा मैदान चाहिँ त्यही हो धौलेश्वर भन्ने सम्झेको त्यही रहेछ। बिहानीको सूर्योदय सँगसँगै धौलेश्वर पनि पुग्यो। अब हामी यहाँबाट बिहानीको पहिलो किरणसँगै तिमीसँग यहाँ नि जरा जुरुङ्गो छ, यहाँ नि पात पतिङ्गर छ। यो गोठ भनेको यही रहेछ। अब यहाँबाट राइट जाने रे राइट। यहाँ यही हो यो गोठ भएर यहाँ पानी सानी खुवाउनलाई खाल्डो खनेर है गाई बस्तुलाई। छोरालाई पनि थाहा रहेछ त। ल अब हामीले त्रिशुल गाडेको भेटाउनु पर्यो अनि मात्र हामी धौलेश्वर आएको पक्का हुन्छ। अहिले गएपछि दायाँ फर्की अनि त्रिशुल यहाँबाट धेरै जानु पर्दैन अरे 5 मिनट रे। अहिले 5 मिनट भयो आइसक्यो। ल यिनै रहेछ। ल यहाँ त्रिशुल गाडेको आउँछ। खै त यहाँ भिडमा त आइसक्यो। अब यहाँ राइट जाने भनेको यही बाटो जाने होला के। यहाँबाट यता माथि जाने। यहाँ ल अब जोस जाँगरका साथ जाउँ माथि। उयो बाटो हुनुपर्छ के, किनभने यहाँ हिँडिरहेको बाटो जस्तो देखिन्छ। तर उनीहरू हो यहाँबाट होला। ल यहाँ छ बाटो हो। ल अब बल्ल आइपुग्यो हामी। त्रिशुल कहाँ छ?
देखि जस्तो यो मान्छे हिँड्ने बाटो हो भने यो हिँडिरहेकै बाटो हो यो आभास आउँछ तिम्रो कता कता सुनसान रातमा बिरानो बातमा स्वप्नी सँग स्वर्ग की परी हौ कि उनीहरूलाई 5 मिनट भनेको हामीलाई 15 मिनट होला उनीहरूले भन ल अब आइपुग्यो ओरिजिनल धौलेश्वर अघि नक्कली धौलेश्वर पर्यो अब हामी ओरिजिनल धौलेश्वर आइपुग्यो खै त खै यो त जुन पारा पो आइपुग्यो अहिले चाहिँ अलिअलि हो जस्तो लाग्यो कि यसरी बस्ती पनि देखेको थियो धौलेश्वरबाट देखेको दृश्य
सुका पासा धौलेश्वर ठ्याङ्गे धौ धौ जल्ने खा केही थाहा छैन के सोधेको ढालो मजाला हाँ मलाई केही थाहा छैन के सोधेको ढालो दिवा ए राउला लान्छ स्या तिर्सुल छ राउले तेर पाउला तेर हेमाला यो त टुप्पा पुग्न अझै 15 मिनेट लाग्छ अझै 15 मिनेट लाग्छ हामी फाइनल्ली पुगेको हो कि भन्ने आवाज हामीलाई भइरहेको छ यो नि मैदान आइसक्यो ल आइपुग्यो आइपुग्यो यो चाहिँ पक्का हो अब आइपुग्यो धौ धौ धौलेश्वर पुग्न तर पनि हामी पुगिहाल्यौँ यही हो धौलेश्वर जहाँ केही पनि छैन छैन त त्रिशुल जय धौलेश्वर जय तारकेश्वर अहिले हामी धौलेश्वर महादेव मन्दिर आइपुग्यौँ धौ धौ परिसकेको थियो हामीलाई धौलेश्वर पुग्न हार खाइसकेको थियो विश्राम गरिसकेको थियो फर्कन लागिसकेको थियो फोन सम्पर्कले एउटा कुरो बताइदियो कि धौलेश्वर महादेव मन्दिरमा त्रिशुल गाडेको छ त्यही त्रिशुल गाडेको खोज्दा 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 बल्ल 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 आइपुग्यौँ धौलेश्वर महादेव मन्दिर यो करिब करिब तारकेश्वरबाट हामीलाई आउन 1 घन्टा लागेन है ल यहाँ आउन धौ धौ परेको थियो तर यहाँ आएर मजाले भोगटे खाएर जाने दर्शनार्थीहरू पनि देख्यौँ हुँदो रहेछ जय धौलेश्वर नआएको भए धौलेश्वर भनेर तल भत्केको घर हालेको भए गाली खान्थ्यो ल अब फर्क्यौँ फिर्ती यात्रा भेट्यो यार भेट्यो एउटा सानो हिन्सले भेट्यो जहाँ डाँडामा तिर्छु मलाई थाहै छैन के किन तिर्छु छ अनि त्यो अघिको गलले त कस्तो अङ्कल धाउ मलाई मेमेसे लड्का
फोन लोन के धौलेश्वरमा आगि त्यो रामै भयो धौलेश्वरमा आगि लाग्यो ए होला ल आग लाग्यो होला म एकछिनमा आउँछु नि दाइ ठाडो ओह्रालो धौलेश्वरबाट फिर्ती यात्रा ल हेर्नुहोस् बाटो यस्तो छ अनि कोही आउँछ त धौलेश्वर भन्नु मिलेन हामी आएछौँ किलोमिटर भनेर यति मिनट लाग्छ भनिदिएको भए हामी आउँथ्यौँ नि हुनुपर्छ त्यो हामी आउँदा हो भने म त उठ्रो तिर्छु हो कि भने हेऱ्यो आउँदा आर्मीले समाचार नलाग्यो डर लाग्दैन तपाईँलाई मैले त मन पऱ्यो भनिदिएको थिएँ डर लाग्दैन तपाईँलाई किन डर राक्षस हो जङ्गली जनावर मर्निङ वाक आएर यस्तो मुख धुन लाग्यो बेला पऱ्यो भए के गर्ने कुञ्ज हो यसरी यहाँ बोट बिरुवा पशुपन्छीलाई कुनै हानि नोक्सानी गर्ने कार्य गरेमा जरिवाना जति नै हुनसक्छ बाँच्न सक्छ त मनाइ छ ल है यहाँ त यो राइट लाग्नु राइट 5 मिनट 10 मिनट अझ 5 मिनट भन्थ्यो यार राइट लाएर 5 मिनट त्यही हो भने यो फेरि भन्नु पनि त्यही हो नि यस्तो हिँड्ने मान्छेलाई कहिले पनि ए टाढा छ भन्नु हुँदैन 1 घन्टाको बाटो छ भने 10 मिनटमा पुग्छ भन्नुपर्छ अनि सुइकेर हिँड्छ हामी त्यहाँ त्यो हो भने हामी एकचोटि गोर्खाबाट आरो गाह्रो हिँडेको एउटा घर आइपुगेको मादल बज्नाइरहेको थियो क्या काठ च्वाक च्वाक बनाइला त्यसलाई सोधेको कति लाग्छ भनेको आधी घन्टा लाग्छ भन्छ अब हामी पुगेको बाटोको नामो निशान छैन भिर पखा लहरा छहरा पहरा गुड्दै बरु बिस्तारै हिँड्ने सहिलो हुन्छ अरू चढ्यो भने झन् गाह्रो हुन्छ तपाईँको त्यो यहाँ खच्चरै चढ्नु त्यो हिँड्न त बाँकी छ त है हिँड्न त तपाईँहरू पनि नचुक्किनु होला यो धौलेश्वर होइन यो धौलेश्वरको बेस क्याम्प मात्र रहेछ यहाँबाट पनि करिब आधी घन्टा हिँडेपछि मात्र धौलेश्वर पुगिन्छ यहाँ एउटा सम्म मैदान आएको छ सबैजना यहाँ चुक्किन सकिन्छ धौलेश्वर नै हो कि भनेर तर यो होइन यहाँबाट पनि आधी घन्टा माथि यो भग्नावशेष घरबाट पनि राइड लाग्नुपर्छ अलि तल हुँदै माथि जाने बाटो छ यो भग्नावशेषबाट राइड हुँदै लाग्नु आधी घन्टामा धौलेश्वर टुक्कले पुग्न सक्नुहुन्छ अघि हामी जस्तै धौलेश्वर हो कि भन्ने भ्रममा नपर्नु होला नचुक्किनु होला यो के हो यो घर गोठ भन्छन् रुखै रुखभित्र घर बनाएको छ त्यही भएर अचम्म लागेछ यो घरै हो मलाई थाहा नै छैन के सोधिरहेको भने पो हामी यहाँबाट माथि जाँदैन थियो धौलेश्वर पुग्न पक्कै सजिलो छैन तर पुगिसकेपछि यसको मजा बेग्लै छ जो अच्छा छुयामाले सिउला डाउनलोड छुया त यहाँ 5 दिन रेकर्ड छुया हल्का यस्तो मोबाइल चलाउँछु मेरो डाटा कसरी अन भयो
मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ डाँडा काँडा छहराको देश दुली दुली हिँड्ने नेपालीको देश मेरो देश। हजुर अब त जताबाट गए पनि भयो नि पुग्ने त्यही हो। लक्ष्मी बोनी भइसकेछ मेरो त्यो पनि हुनसक्छ है विचार गर्नु। त्यहाँ अहिले आर्मीले प्रवेश निषेध लेखेको ठाउँमा पुग्लान् फेरि। हामी आइपुग्यौँ यो ढुङ्गाको चेपबाट आएको हो भने होइन के होइन के हो मनले हो बोलाको तिमीलाई मुखले होइन मनले हो मनले हो। यो भिरमा जाने सोध्नुहुन्थ्यो यस्तो ठाउँमा पर्यो कहाँबाट जाने अहिले सोध्नु मिल्थ्यो। ल है लड्दै पर्दै भनेको यही हो। खाएको कहाँ पर्छ सर। हामी अन्तिम स्टेसनबाट हिँडिरहेछौँ कि यस्तो त होइन अघि आएको। बाटो यही हो पछ्याउँदै जाउँ। पनि हो मैले त यो सिमाना पर्खाल होला भनेको। बाटो पहिल्याउन मुस्किल परिरहेछ हामीलाई। यता हेरे यतै जस्तो उता हेरे उतै जस्तो नि बाटो त। अब कता नि यो स्याउलामा झ्याराप टेक्ने सोफा सेटमा टेक्यो जस्तै हुने रहेछ। झ्याराप टेक्दै हिँड्दाखेरि यो यस्तो मजाले हामी हिँडिरहेछौँ। यो बाटो कहाँ जाने हो तारकेश्वर धाम जाने हो जाने भए जाउँ न। हेट यहाँ त यार यहाँ आउनुहोस् यहाँ हेर्नुहोस् यहाँ के हो यो। यहाँ जीव जन्तु छ भन्ने कुरा अहिले हामीले भर्खरै मात्र
सम्भवतः बँदेलले विसर्जन गरेको भेट्यौँ। जीवनको वनवास है नखेल्नु जुवा र तास धनको नाश जीवनको वनवास। तर अहिले हामी जुवा तास खेलेर वनवासको बास भएका छैनौँ। अहिले हामी दूर तारकेश्वर छैन दूरको यात्रामा छौँ। तर के गर्ने, बाटो घाटो पहिलाउन मुस्किल। भेडा जस्तै हुने रहेछ। एकजना अगाडि गयो कि गुटुटुटु जङ्गलमा छिर्यो, बाटो होस् या नहोस्। ल अहिले हामी यो बाटै नभएको ठाउँबाट गइरहेका छौँ। ल हेर्नु, यो बाटो त होइन, जङ्गलको बाटो, खुट्टा दुखेको साटो। के गर्ने, गाह्रो छ। अनि हुन्छ, यस्तो पनि हो। यो के हो? ल यो बाटो हो त? ल यो बाटो हो त यो? ल अब हिँडेछ यस्तो बाटो। यो बाटै होइन, हिँडेछ अझ हिँडेछ, फर्केर नहेरेकै हिँडेछ। ए बेला मोबाइलले फोटो क्यामेरा ब्याट्री मन्टला। बाटो भन्ने कि यसलाई के भन्ने? यो हामी पुग्ने कहाँ हो, कता पुग्छौँ? गुगल म्यापे म किन लागन थिएन फोटो खिच्नलाई पनि? सम्भव छ या असम्भव? ल सुरुरुरुरुरु, यो त एकदम भिरको बाटो पुगिसक्यौँ हामी। यो बाटै होइन, यो त कहाँ पुग्छ हेट भएन। हामी उता गएको भए त भिरतिर जाने रहेछ। यो भोले महादेवलाई लान्न हुने रहेछ। भिरमा त खोज्ने रहेछ। ल ए पुग्यौँ हामी। पुगेको यो काली बाबाको कुटी पछाडि पुग्यौँ। अघि हामी गएको बाटो यो होइन नि त। अघि हामी गएको बाटो अर्कै हो। जय काली बाबा। हे ल होइन रहेछ, यो अर्कै कुटीमा पो पुग्यौँ। यो कुन ठाउँ पुग्यौँ त हामी? सर अब हामी ल हेर्नुहोस्, यहाँ यत्रो पहरा छ। ऊ त्यहाँ छ त काली बाबा खुट्टी। ऊ त्यही त हो नि, ऊ त्यहाँ छ काली बाबा खुट्टी। भनेको काली बाबाको ढुकुटी पुग्यो। हामी आज दूर तारकेश्वर छैन दूर भन्दै निकै टाढा पुग्यौँ, निकै दूर पुग्यौँ। तारकेश्वर भन्दा नि माथि काली बाबाको कुटीनिर आइपुगिसकेका छौँ। अघि हामी गएको बाटो यही हो। लहरा पहरा छहरा हेर्नुहोस्। ल काली बाबाको कुटीमा हामी सकुशल सफलपूर्वक आयौँ। यही हो काली बाबाको कुटी। यहाँ अहिले नयाँ बाबा बस्नुहुन्छ। अघि बिहानै हामी यहाँ खोजेको कोही रहेनछ। अहिले पनि कोही छैन क्या हो? बाबालाई भेट्नुपर्ने। कहाँ? अहिले हामी धौलेश्वरबाट फर्किँदाखेरि अहिले 9:15 गएको छ। यहाँ काली बाबा हुनुहुन्छ। तपाईँहरूको उमेर भने त हेर्नु त हामी जस्तो होइन नि त। हजुर तपाईँहरूको त रिल्याक्स गर्ने उमेर हो क्या।
अस्पष्ट देखेको अब हामी स्पष्ट देखिरहेका छौँ। हट निकुञ्जको बाटो चिसमिसेमा गएको है। ल यो आस्थाले पुजिने भगवानहरू हुन्। धन्यवाद। चाग छग छगले दियो खनि पि चाग छग छगले दियो जुइ पि। भन्दा कम छैन, हेर्ने आँखा हुनु पर्यो। यहाँ शिवजी यसैको पहरामाथि त छ तारकेश्वर। पुग्यो 5 माने जक्सन तारकेश्वर प्रवेशद्वार।